नमस्ते, वेलकम टु माई युट्युब च्यानल। तपाईहरुलाई नयाँ भिडियोमा स्वागत छ। आज चाहिँ म बुढा जानेछु जोन च्याम्लिङ राईको कन्सर्टमा। आज चाहिँ हामी कन्सर्टमा जाँदैछौँ। घरबाट चाहिँ अघि नै आइसके, तर घरबाट चाहिँ रेडी भएर आएको थिएन। सो अहिले यहाँ चाहिँ बाटोमा झरेर दाइको पसलमा रेडी हुँदैछु। अब रेडी भन्नाले पनि यो उस लगाइसके, फाउन्डेसन हो कि के हो, क्रिम लगाइसके। फाउन्डेसन भन्नाले नि यो वाला के साथी, यो वाला लाउँछु मैले यताउति हिँड्दाखेरि। यो वाला लगाइसके। अब चाहिँ म लिपस्टिक लाउँछु। म चाहिँ यो लिपस्टिक लाउँदैछु, यो कलरको। म खासै डार्क लाउँदैन साथीहरू, यही नै हो। अनि त्यसपछि म हजुरहरूलाई यो लिपस्टिकमा यो लिप ब्लस लाउँछु। देख्न सक्नुहुन्छ, यो लाउँछु। सो साथीहरू, अब जोन च्याम्लिङ राईले नहेरे पनि उहाँको कन्सर्टमा इन्जोय गरेर त यतिको राम्रो त हुन पर्यो नि, होइन साथीहरू? धेरै सिम्पल पनि हुनुहुन्न के। सो त्यसपछि यो मैले गालामा लाउँछु हल्का रातो बनाउनका लागि। मेरो गाला रातो छैन नि त, सो हल्का रातोको लागि, साइनिङको लागि यो लाउँछु। टप्प टप्प टप्प। मलाई चाहिँ खासै साथीहरू मेकअप गर्न आउँदैन, हल्का फुल्का आउँछ। देख्न सक्नुहुन्छ, यही हो हातले लाउने। अब हुन्छ टिक्छ या टिक्दैन त मलाई थाहा छैन साथीहरू। सो यति नै हो, मैले यति नै लाउँछु। देख्न सक्नुहुन्छ, यही नै हो मेरो मेकअप भने पनि, जे भने पनि। तर अहिले चाहिँ सायद यति नै तपाईँहरूलाई। अब चाहिँ म कपाल कोर्छु, अनि त्यसपछि यहाँ गर्मी एकदमै छ साथीहरू। सो त्यही भएर यतिकै कपाल छोडेर जान्छु। कुर्दा आएकै छैन हो अझैसम्म। रात पर्न लागिसक्यो। कति टाइम लाग्यो हो कि तिनीहरूले झ्याउ लाग्ने। अहिले फेरि म यतिकै बसिरहेको तपाईँहरूसँग बोल्दै। त्यो भिडियोमा बोल्न आउँदाखेरि त के बोलौँ हुने क्या साथीहरू। अनि त्यही भएर अब कुनै बेलामा त मिस्टेकली हुन्छ नि त, जिब्रो लटपटेर। सो राम्रो देखिन्छ साथीहरू। सो आजको कन्सर्टमा चाहिँ यस्तो रमाइलो गर्नुपर्छ साथीहरू। हेर्नुहोस्, भक्कै इन्जोय गर्नुपर्छ। र के गऱ्यो कसो गऱ्यो तपाईँहरूलाई पनि म देखाउँछु नि साथीहरू। भिडियोहरू अब के कस्तो हुन्छ तपाईँहरूलाई म सेयर गरि नै हाल्छु साथीहरू। फेरि एकछिनमा भेट्नुपर्छ। हेर्नु न यहाँ, के अरे भाइ र बहिनीले बाटो बिर्सेर के अरे अर्को बाटो गएर यहाँ कुरेर बसेछ। देख्न सक्नुहुन्छ। हेर्नु, यो किन निन्जा जस्तो हतौडी भएर हिँडेको नभन्नु है। फेरि यो धुलोले गर्दाखेरि यस्तो धुलो देख्न सक्नुहुन्छ। यहाँ कस्तो धुलो उड्यो। हजुर हो, आएकै छैन अझसम्म। साथीहरू आइसके हामी फेरि हिँड्दैछौँ। अरू भाइरल होस् या नहोस्, आफू चाहिँ भाइरल हुन्छ है साथीहरू। जाँदैछ, हामी चाहिँ डाइरेक्ट पुगेपछि हजुरहरूलाई देखाउँछ है। हेर्नु न, बाटो यस्तो डेन्जर छ। ओ माई गड, बुढा लाउँदै हुनुहुन्छ भने साथीहरू कृपया राम्रोसँग चलाएर आउनु होला। बाटो यस्तो छ साथीहरू। हामी चाहिँ बुढाला आइसक्यौँ, देख्न सक्नुहुन्छ बुच्चल। तर कन्सर्टको ठाउँमा चाहिँ हामी पुगेको छैन, अझै पनि टाइम लाग्ने भयो। ओ माई गड, जाँदैछ। तिनीहरूलाई हेर न, नदेख्ने साथीहरू।
आइसके हामीहरू आइपुगे देख्न सक्नुहुन्छ गाइज वेलकम छ हजुरलाई भाइले त्यहाँ हामी चाहिँ बाहिर छौँ देख्न सक्नुहुन्छ के त्यही नै हो हामी बाहिर छौँ गाइज सुन्न सक्नुहुन्छ म्युजिक ओ माय गॉड ती भिड हो के रिसार्ट भइसकेको छ साथीहरू अब भित्र गएर भेट्नुपर्छ Coração dos meus
गाना अझै सकेको छैन खुट्टा दुखेर हैरान भइसक्यो हे भगवान दुर्गेश दाइको अझै दुर्गेश दाइ आउनु भएन हाम्रो यहाँ खुट्टा दुखेर यहाँ देख्न सक्नुहुन्छ यस्तो अवस्थामा दुर्गेश दाइको वेटिङमा अझै आउनु
गर्दै दुर्गेश दाइले थकाएको अवस्था हामी यहाँ सब थाक्यो कन्सर्ट आएर को स्टेट बस्छ यो दुईटा बस्छ यो दुईटा होइन सबै बसिरह यतिको चाहिँ हुनुपर्छ है यतिको चाहिँ हुनुपर्छ है कौन है ये लोग गाइस कन्सर्ट आएको कि नआएको छ प्रदर्शनी मेला आएको यार प्रदर्शनी मेलाको आएको भाइब्स भइरहेको छ 1000 रुपियाँ तिरेर 1000 रुपियाँ तिरेर त्यही पनि ओ माय गॉड अघिसम्म दुर्गेशको वेटिङमा अहिले पनि जोन चामलिङको वेटिङमा भनेको यतिको हुनुपर्छ है दुःख सुखमा साथ सक्यो अब चाहिँ घर जाँदैछौँ कति रात लामो भइसक्यो साथीहरू देख्न सक्नुहुन्छ ओ माई गॉड रमाइलो भएर जे गरे घरमाथि हेर्नु न मान्छेहरू कतिजना हुनुहुन्छ राम्रोसँग देखेको छैन जे गर्छ दुर्गेश प्रोले गर्छ दुर्गेशले कति रमाइलो भएको छैन साथीहरू जाम भयो साथीहरू हामी जाँदैछौँ देख्नु न यहाँ कस्तो राम्रो बाटो भइरहेको बाटो Few moments later. So guys, हामी चाहिँ अहिले सुरत पेट्रोल पम्पमा आएको छौँ यहाँ देख्न सक्नुहुन्छ सब थकित चिया त खानै पर्यो अब जतिसुकै राति भए पनि भोक त जानु भएन आज भाइ चेस गर चेस वेलकम छ है गाइस मेरो युट्युब च्यानलमा हेलो गाइस ओए वेलकम छ ओए हाई भन गजब बेइज्जती है आई के भयो आज भोलिको बच्चाहरू यो 1000 रुपैयाँको 1000 रुपैयाँको
मेलामा गएर भव्य नाचेर आयो जस्तो भयो यस्तो डेट भइसक्यो क्या सो अहिले एकछिन फेरि भेट्नुपर्छ गाइस देख्न सक्नुहुन्छ हाम्रो खाना आइसक्यो खाना के भन्यो अरे यार यसलाई कोरियन चाउचाउ विथ अन्डा अरे के गम खानुपर्छ अनि त्यसपछि घरतिर लाग्नुपर्छ रातिको कति बजिसक्यो यार टाइम देखाएको छ एक ठ्याक्कै 1 बजेको कति भयो होला नि 1:28 ए हामी त 2 बजे पुग्छौँ होइन अब डाइरेक्ट घर पुगेपछि भेट्नुपर्छ है हामी चाहिँ मस्त अब गम सो गाइस हामी चाहिँ घर जान लागेको नास्ता खाएर अब घर गएर भेट्नुपर्छ गाइस अब घर त अब 2 बज्छ या 2:30 बज्छ थाहा छैन यहाँ घर गएर चाहिँ म म्यासेज गर्छु के अरे हजुरहरूलाई भनिहाल्छु नि साथी सो गाइस म चाहिँ घर आइसकेँ घर चाहिँ अघि नै आएको आएर नुहाइ गरेर फ्रेस भएर बसेको अब चाहिँ सुत्नु पर्ने हुन्छ गाइस अब धेरै टाइम भइसक्यो 3:30 हुन लागिसक्यो अघि नै एन्ड गर्छु भनेको त बिर्सेछु मोबाइलमा चार्ज पनि थिएन मोबाइलमा चार्ज गरेँ सो त्यही भएर आजको लागि यति नै भिडियो तपाईँहरूलाई के कस्तो लाग्यो कमेन्ट गर्नु होला आजको लागि यति नै बाई बाई गाइस गुड नाइट